कोही कोही केपी ओलीसँग लड्न जान्छु चुनाव भनेर तामझाम गरेर हामीले नचिन्ने नचिन्ने खालका नोट लिएर पुगेका छन्। सबै प्रकारका ठगहरू, लुसिफरहरू धाक नलगाए हुन्छ। तिम्रै आयुभित्रबाट इतिहासलाई नाप्न नखोज। इतिहास अलिक लामो छ, पहिले पनि इतिहास थियो, पहिलेको इतिहास पढ। अहिले त यति ठुलो हमला भयो कि सरकार अपदस्थ गर्नेदेखि लिएर आगो लगाउनेदेखि लिएर मुलुक जलाउनेदेखि लिएर अब अहिले मुलुक जलाउनेहरू गर्वका साथ जलाए, हामीले गरेका हौँ, हामी जिम्मा लिन्छौँ भनेर जिम्मा लिनेले हाम्रो घर बनाउनु पर्दैन? जलाएका घरहरू क्या हो जिम्मा लिने भने? हाम्रा घर जलाएको रहेछ त उनीहरूले, हामी जिम्मा लिन्छौँ भनेपछि त्यो घर बनाउनु पर्दैन? संसद भवन बनाउनु पर्दैन? सिंहदरबार बनाउनु पर्दैन? सर्वोच्च अदालत बनाउनु पर्दैन? अदालतका भवन बनाउनु पर्दैन? पार्टी कार्यालयहरू बनाउनु पर्दैन? प्रदेशका भवनहरू बनाउनु पर्दैन? अरू उद्यमी व्यवसायीका उद्योग व्यवसायहरू ध्वस्त पारेको त्यो गर्नु पर्दैन? तिनैका डाको ठुला छन्। फेरि कोही कोही केपी ओलीसँग लड्न जान्छु चुनाव भनेर तामझाम गरेर हामीले नचिन्ने नचिन्ने खालका नोट लिएर पुगेका छन् निर्वाचन क्षेत्रहरूमा। अब यी त हामी झेलिराखेकै छौँ, तर हामी भनिदिन चाहन्छौँ, हामी प्रतिक्रियावादी शक्तिहरूका दया माया कृपाले यहाँसम्म आइपुगेका होइनौँ, टिकेका होइनौँ। सङ्घर्ष गरेर यहाँसम्म आएका हौँ, सङ्घर्ष गरेर यहाँ टिकेका हौँ, सङ्घर्ष गरेर टिक्छौँ, सङ्घर्ष गरेर जित्छौँ, सफल हुन्छौँ, देशलाई सफल बनाउँछौँ। नेपाल हार्दैन, नेपाललाई हार्न दिँदैन, किनभने यहाँ नेकपा एमाले छ। नेपाल हार्दैन, नेपाललाई हार्न दिँदैन। सबै प्रकारका ठगहरू, लुसिफरहरू धाक नलगाए हुन्छ। नेपालका युवाहरू अलिकति बाटो बिराउन खोजिया छन्। हामीले भन्नुपर्छ, समालोचक देवी नेपालजीले भने जस्तै, तिम्रै आयुभित्रबाट इतिहासलाई नाप्न नखोज। इतिहास अलिक लामो छ, पहिले पनि इतिहास थियो, पहिलेको इतिहास पढ। ब्याचलर, मास्टर्स या पिएचडी गरेर मात्रै हुँदैन।